मर्निङ एभ्रिवान है सबैलाई एकदमै स्वागत छ मेरो च्यानलमा। अब खै अब उठ्ने बित्तिकै भिडियोहरू पनि बनाउनु पर्दो रहेछ हो। यसो आइडियाहरू दिनुहोस् है, कस्तो खालके भिडियोहरू चाहिन्छ तपाईँलाई, कस्तो खालके कन्टेन्टहरू मनपर्छ, त्यस्तो खालके हिसाबमा चाहिँ काम गर्नु पायो भने चाहिँ मजा आउँछ। मलाई चाहिँ त्यस्तो लाग्छ। मलाई चाहिँ कस्तो खालको भिडियोहरू गर्नु इच्छा लाग्छ भने चाहिँ मतलब जे छ त्यही बुझ्नुभयो। मेरो मुख कालो छ, कालै छ, म जे छु त्यही हो। म कुनै त्यो एडिट गरेर कुनै के त्यो यो गर्नु चाहिँ मलाई मन पर्दैन है। अब जे त्यही, यानि कि एकदमै र भिडियो मलाई गर्नु मन लाग्छ। यो एडिटहरू गरेर एकदम फिल्टरहरू हाल्ने त्यस्तो मलाई मन पर्दैन है। सायद हजुरहरूलाई पनि मन पर्दैन। भर्खर के भयो आमा? त्यो भेन्डी पनि त खै त त्यो काठ पसेको जस्तो कडा न कडा खालको मात्रै हो त आजकल। बजारमा दामी थियो अरे हेर्नु त धुवामा के गरेँ मैले धुवामा चाहिँ तपाईँलाई होइन, त्यो स्टोरको सर थियो कि ऊ चाहिँ आज उसको त्यो बहिनीहरूकोहरू आएको छ अरे नि त, अन्त घुम्नु जान्छ भन्दैछ नि त। यस्तो दिनमा पनि जानु, दिन चाहिँ राम्रो छैन। मलाई कहाँ जानु त मनै लाग्दैन। राम्रो पनि हुँदैन, वेदरै त राम्रो हुँदैन, केही त देख्दैन। कहाँ जानु? जानु मन त लाग्छ नि, जम्मा हुन्छ, पानी आउँछ। केही भन्दैन त कसलाई? हेर्नु त यता हेरेर बोल्नु न। ए साह्रो जङ्गु हुन्छ आमाहरू फेरि। के को जङ्गली? अब यस्तो दिनमा कहाँ जानु भनेको नि, जानु मन त लाग्छ नि। सबैजना छ जग्गा, साथीभाइलाई भेट्नु। पानी हेर्दै गर कि यो तताएर फ्लासमा हाल कि फेरि त्यो अर्को पानी हाल्नु। मजाले गरिरहेको अलिअलि हावा लाउनु, कोइला छ भने हुन्छ। हावा पसेर होला नि, अलिकति खेल्नु पर्ने रहेछ। यस्तै हुन्छ त। तिनवटा त्यही छ कि एक दुई भात बचाएर हाल्नु भइहाल्छ। अहिले भरे बोल्नु कि अलिकति भिउ मजाको देख्छ क्या यहाँ फेरि देखाउँछु ल। आज सन्डे है।
माथि बाल विकासहरू हुन्छ, भजनहरू हुन्छ, राम्रो राम्रो भजनहरू हो, साईको भजनहरू नानीहरू आउँछ कता कता हो। माइकल दा स्टार्ट पनि भयो। चिन्नु हुँदैन होला है, म कहाँ बस्छु भन्नु भएर, म कहाँ बस्छु भन्दाखेरि म चाहिँ कफलेरी है, थुप्रै थुप्रो हो। म चाहिँ खरसाङको है, म चाहिँ खरसाङमा चाहिँ कटलेरी भन्ने एउटा मेरो सानो गाउँ छ, यहीँ जन्मेको यहीँ हुर्केको है। सबैको आफ्नो हुन्छ, सबैको आफ्नै ठाउँ नै, आफ्नो जग्गा नै प्यारो, आफ्नो गाउँ नै। सेन्टीमा गइरहेको सेन्टी हुन्छ होला है अहिले मेरो उयोहरू चाहिँ भ्युवर्सहरू। यो भर्खर घाम लागिरहेको छ है, घाम लाग्दा लाग्दा फेरि भन्दाखेरि हजुरहरूले मेरो वाइफ अनि मेरो नानीलाई देख्नु भएको छैन है। अहिले त ऊ घर गएको छ उता, यानि कि माइत। म बादमा देखाइदिन्छु म तपाईँहरूलाई ल, सबैजना साथमा बसेर भिडियोहरू बनाउँछु हो, त्यति बेला हेर्नुहोस् न। नानी पनि छ, अझै भाइको साथी। चिया खाएर चाहिँ अब एकछिन बसौँ है। मेरो दाजुभाइ दिदीबहिनीहरूलाई है यो भिडियो कस्तो लाग्छ, कसो के हो, कमेन्टतिर पनि यसो कमेन्टहरू ठुक्रै गरौँ है। कमेन्टहरूतिर पनि यसो भनिदिनुहोस् के छ, कस्तो लाग्यो भिडियोहरू है। दुधको चिया खान्छ नानीले, अब दुधको चिया। तँ कहाँ गएको? आमा गयो भने अगाडि अगाडि जान्छस्? साइड लाग हिँड माथि, हिँड यहाँ यता के गरिदिनु? खोलिदिनु? आमाको जान्छस् माथि? यो यसरी जानु खोज्छ, एकछिन मात्रै बस्छ तर यसको नाटक मात्रै हो, चल्दै यहाँबाट। अनि यसै गरी है आजको मेरो यो भिडियो यतिसम्म छ। मेरो दिदीबहिनी, मेरो दाजुभाइ, मेरो अङ्कल आन्टी, बडा बडी हजुरहरू सबैले हेर्नु हुँदैछ भने प्लिज दया गरेर मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनुहोस् होला। अनि नबिर्सिनुहोस् होला सेयर पनि, इफ तपाईँलाई गर्नु मन लाग्यो भने सेयर पनि गरिदिनु सक्नुहुनेछ। सो यति भन्दै म लाग्दिएको।